नमस्कार साथीहरु, स्वागत छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हाम्रो कुर्मी टेक युट्युब च्यानलमा। साथीहरु, सधैँ जस्तो आज पनि म तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर उपस्थित भएका छौं र आजको यो भिडियोमा मलेसियाबाट आएको डिमान्डको बारेमा कुरा गर्छु। साथीहरु, मलेसियामा रहेको एउटा प्रतिष्ठित कम्पनीबाट 144 जना नेपाली वर्करहरुको लागि भिसाको डिमान्ड आएछ। यो डिमान्ड नेपालको कुन मेन पावरमा आएछ, मलेसियाको कुन कम्पनीबाट यो डिमान्ड आएछ, यो डिमान्डलाई नेपाल गभर्नमेन्टले अप्रुभल कहिले गरेको थियो, डिमान्डको लट नम्बर कति हो, सम्पूर्ण डिटेल यो भिडियोमा दिन्छु। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नुस् र अगाडि दिनमा अझै यस्तै अरु भिडियोहरु हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर राख्नुस्। त ल साथीहरु, आजको भिडियो चाहिँ सुरु गरौँ। साथीहरु, जुन मलेसियाको डिमान्ड पेपर छ त्यो चाहिँ स्क्रिनमा शो भइरहेछ। माथि लेखेछ मलेसियामा रोजगार, साइडमा कम्पनीको नाम देखाइरहेछ। कम्पनीको नाम रहेछ एटी गार्ड्स सेक्रेटरी सर्भिस एसडीएन बीएचडी, यो कम्पनीको नाम छ र यो डिमान्डलाई नेपाल गभर्नमेन्टले जुन डेटमा अप्रुभल गरेको थियो त्यो अप्रुभल मिति लेखेछ पूर्व स्वीकृति मिति 2080 साल 10 महिना 4 गते। यो डिमान्ड नेपाल गभर्नमेन्टबाट दुई चोटी अप्रुभल भइसकेछ। अब जुन अप्रुभल नयाँ मिति छ, नयाँ अप्रुभल मिति छ त्यो लेखेछ पुनः विज्ञापन स्वीकृति मिति 2081 साल 12 महिना 10 गते। चैतको 10 गतेमा यो डिमान्डलाई नेपाल गभर्नमेन्टले फेरि अप्रुभल दिएछ। यसको जुन लट नम्बर छ त्यो लट नम्बर रहेछ 298193 यो डिमान्डको लट नम्बर छ। तपाईहरुलाई केही डाउट छ भने तपाईहरु नेपाल वैदेशिक रोजगारको साइटमा गएर चेक पनि गर्न सकिन्छ यो डिमान्डलाई। यसको लिंक म भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिएछु। यहाँ कामदारको पदमा लेखेछ 1 नम्बरमा सेक्रेटरी गार्डको लागि 144 जना पुरुषको माग छ। सेलरी चाहिँ 1500 आरएम हुन्छ, नेपाली करेन्सीमा 46675 रुपैयाँ। यो चाहिँ बेसिक सेलरी छ। ओभरटाइमको कुरा पेपरमा गरे छैन। ओभरटाइम कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। प्रतिदिन 8 घण्टा ड्युटी छ, हप्तामा 6 दिन काम मात्रै छ। वार्षिक बिदा पनि कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। खानाको सुविधा छैन, बस्ने रुम चाहिँ कम्पनीले दिन्छ। करार अवधि 2 वर्षको हुन्छ। अब तपाईहरु मलेसिया सेक्रेटरी गार्डमा जान चाहनुहुन्छ भने यहाँ चाहिँ तल लेखेछ जुन डेटमा जुन ठाउँमा इन्टरभ्यु छ यो डिमान्डको त्यो सबै कुरा लेखेछ। अन्तर्वार्ता हुने स्थान सुनसरी मल्टिपल ट्रेनिङ सेन्टर इटहरी 4 सुनसरीमा मिति 2081 साल चैतको 18-19 गते, 31 मार्च 1 अप्रिल 2025 मा हुन्छ। त्यस्तै यसको मोबाइल नम्बर पनि यहाँ शो भइरहेछ 98027 1200 19027 लेखेछ। त्यस्तै यहाँ चाहिँ तल लेखेछ, तल पनि सेम लेखेछ। त्यहाँ लेखेछ जनप्रिय थकाली भन्सा घर पोखरा 8 मा कास्की मिति 2081 साल चैतको 18 गते 31 मार्च 2025 मा हुन्छ र यसको पनि मोबाइल नम्बर दुईटा मोबाइल नम्बर दिखाइरहेछ 98560 02972। अर्को नम्बर छ 98466 62972। तल पनि लेखेछ, तल के लेखेछ यहाँ लेखेछ होटल रोयल सेन्चुरी भरतपुर चितवनमा मिति 2081 चैतको 19 गते 1 अप्रिल 2025 मा हुन्छ र यसको मोबाइल नम्बर पनि शो भइरहेछ 97 69 69 72 97 69 32 87 33 र अर्को नम्बर छ 0565 123669। यो चाहिँ दुईटा कन्ट्याक्ट नम्बर छ, एउटा मोबाइल नम्बर र एउटा अफिसको नम्बर छ। तल लेखेछ सीपी होटल बिर्ता मोड 1 झापामा मिति 2081 चैतको 20 गते 2 अप्रिल 2025 मा हुन्छ र यसको मोबाइल नम्बर लेखेछ 98510 16809। यसको जुन मेन पावरमा डिमान्ड आएछ, मेन पावरको सम्पूर्ण डिटेल लेखेछ। मेन पावरको नाम रहेछ AMCON एमकोन ओभरसेस प्राइवेट लिमिटेड र यहाँ चाहिँ चप्पल कारखाना काठमाडौँमा यो मेन पावर एजेन्सी रहेछ। यसको जुन अफिसको कन्ट्याक्ट नम्बर छ त्यो रहेछ 014373522। अर्को नम्बर छ 4373977। यसको इमेल आइडी पनि शो भइरहेछ। यसको लाइसेन्स नम्बर पनि पेपरको कर्नलमा शो भइरहेछ। साथीहरु, आजको यो भिडियोमा मलेसियाको एउटा पुरानो डिमान्ड म तपाईहरुको अगाडि एक्सप्लेन गरेको, तर यो डिमान्डहरुको इन्टरभ्यु चाहिँ अहिले हुन्छ। जुन डेटमा हुन्छ सबै डेट यहाँ चाहिँ पेपरमा लेखेको थियो। नेपाल गभर्नमेन्टले डिमान्डलाई जुन नयाँ अप्रुभल दिएछ त्यो पनि रियल हो। तपाईहरुलाई केही डाउट छ भने तपाईहरु चेक गर्न सकिन्छौ। म डिमान्डलाई चेक गरेर एलटी नम्बर नेपाल गभर्नमेन्टको साइटमा गएर चेक गरेर मात्रै चाहिँ भिडियो अपलोड गर्छु। त ल साथीहरु, आजको भिडियोमा यहीसम्म। अब म भेट्छु नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ।